ल फेरि पनि स्वागत छ है त। हामी कहाँ थियौँ भन्दा साइन्टिफिक लर्निङ च्याप्टर 1 मै थियौँ। त्यसको हामी भेरिएबलहरू इन्डिपेन्डेन्ट डिपेन्डेन्ट कन्ट्रोल भेरिएबलहरू पढेर अब हामी युनिट भन्ने सब टपिकमा पुगेका थियौँ है। अब हामी अरू कुनै कुरा नगरी सिधै युनिट भनेको के हो त्यतातिर जाउँ। अब युनिटको बारेमा थाहा पाउन इन अर्डर टु नो अबाउट युनिट हैन हामीले के थाहा पाउनु पर्यो भने हामीले थाहा पाउनु पर्यो वी शैल नो अबाउट मेजरमेन्ट है। मेजरमेन्ट भनेको के हो, वाट इज मेजरमेन्ट? मेजरमेन्ट भनेको के हो? इट इज द प्रोसेस of comparison of unknown quantity with known standard quantity हैन। प्रोसेस अफ कम्पेरिजन अफ अननोन फिजिकल क्वान्टिटी, कुनै यस्तो फिजिकल क्वान्टिटी हैन, फिजिकल कुराहरू हैन, भौतिक कुराहरू जुन चाहिँ हामीलाई थाहा छैन त्यसलाई के गर्नु पर्यो, हामीले त्यस्तो एउटा स्ट्यान्डर्ड क्वान्टिटी हामीले मानेका हुन्छौं त्योसँग दाँजेर चाहिँ अनि त्यसको भ्यालु पत्ता लगाउने काम चाहिँ भनेको मेजरमेन्ट हो है। ल जस्तै कि whenever we measure something, जब पनि हामीले केही न केही कुरा मेजर गर्न खोज्छौं के हुन्छ भन्दा मेजरमेन्टले त केही न केहीको भ्यालु पत्ता लगाउने काम हो। हामीले के गर्छौं, मेजरमेन्ट गरेपछि हामीले के हुन्छ भन्दा वी गेट अ न्यूमेरिकल, एउटा नम्बर थाहा पाउँछौं, एउटा नम्बर पाउँछौं हैन, अलोङ विथ अ वर्ड अट्याच्ड टु इट। त्यो नम्बर सँग एउटा वर्ड शब्द पछाडी जोडिएको हुन्छ। जस्तै अब दोकानमा गयौं हैन, अब 1 किलो आलु किन्यौ अरे है, लगभग जस्तै कति आलु एक मात्रै शब्द हैन, 1 किलो भनेर भने किलो भन्ने एउटा शब्द जोडिरहेको छ हैन, त्यो भनेको एउटा शब्द भयो र एक भनेको एउटा नम्बर। यो दुईटा दिस टु जोइन्टली प्रोवाइड द एक्चुअल भ्यालु अफ मेजर्ड आइटम। त्यो मेजर आइटमको एक्चुअल भ्यालु चाहिँ यो दुईटा जोइन भएपछि मात्रै पाउँछ। 1 मात्रै भन्यो भने नि के हो भन्ने थाहा भएन, किलो मात्रै भन्यो भने नि कति किलो भन्ने आउँछ नि त हैन। भनेपछि यो दुईटै सँगै भयो भने चाहिँ हामीले मेजरमेन्ट गरेको आइटमको भ्यालु के हो भनेर थाहा पाउँछौं है। अनि त्यो जुन वर्ड अट्याच भएको छ हैन, त्यो नम्बरसम्म अट्याच भएको वर्ड नै हो युनिट भनेको चाहिँ है। अब जस्तै अब यहाँ फिजिकल क्वान्टिटी भनेको के रहेछ भनेपछि त्यहाँ एउटा न्यूमेरिकल भ्यालु हुन्छ र युनिट, यो भनेको चाहिँ हाम्रो फिजिकल क्वान्टिटी हो है। ल सिम्पली भन्नु पर्दा हामीले के हो भन्दा युनिट इज अ स्ट्यान्डर्ड क्वान्टिटी युज टु मेजर एनी फिजिकल क्वान्टिटी। युनिट भनेको एउटा स्ट्यान्डर्ड क्वान्टिटी हो, एउटा स्ट्यान्डर्ड फिक्स क्वान्टिटी हो हैन, जसको आधारमा चाहिँ हामीले कुनै पनि फिजिकल क्वान्टिटी मेजर गर्छौं। जस्तै 1 किलो हैन, 1 किलो भनेको एउटा हाम्रो युनिट हो, त्यसको आधारमा चाहिँ हामीले कुनै पनि चीजको मास तौल्छौं है। ठीक छ, अगाडि बढौं। अ युनिट इज अ स्ट्यान्डर्ड बेसिस अफ मेजरमेन्ट है। स्ट्यान्डर्ड बेसिस हो मेजरमेन्टको है, स्ट्यान्डर्ड बेसिस अफ मेजरमेन्ट अफ एनी फिजिकल क्वान्टिटी है। कुनै पनि भौतिक कुराहरुको एउटा स्ट्यान्डर्ड बेसिस हो, अगाडि भने जस्तै which gives हैन, which gives meaning to the numerical value of that measurement। अघि भन्यौ अब जस्तै हामीले आलु तौल्न गयो 1 है, आलु तौल्न गयो मलाई 1 दिनु भनेर भन्न त भएन नि हैन, मलाई 1 किलो आलु दिनु भन्नु पर्यो। अब के त तपाईलाई एउटा मात्रै आलु चाहिएको छ, मलाई 1 पिस आलु दिनु भनेर भन्नु पर्यो। एउटा केही बेसिस त चाहियो, हामीले एउटा बेस चाहिन्छ हामीलाई 1 के है, नम्बर सा त्यसको आधार हामीले दिनुपर्ने हुन्छ के। विदाउट युनिट द मेजरमेन्ट अफ फिजिकल क्वान्टिटी इज इन्कम्प्लिट हैन, भर्खरै भने जस्तो मेजरमेन्ट पूर्ण हुँदैन। जस्तै यो पनि त कुरा भयो नि त। जस्तै हामीले 1 किलो आलु दिनु भने उनले 1 ग्राम आलु देला हैन, त्यो भने तिमीले 1 माग्यौ मैले पनि 1 मागे, 1 उही त हो भनेर भन्यो भने हैन, युनिटले चाहिँ फरक पार्छ भनेर हामीले तर्क गर्न सक्यौं नि त। किनभने युनिट बिना मेजरमेन्ट तपाईको कम्प्लिट छैन। मैले 1 किलो, यो मेरो किलोको युनिटमा मैले 1 भनेको छु, तपाईको ग्रामको युनिटमा 1 भन्नुभयो भनेपछि हामी दुईटाको यो म्याच गरेन, तपाईले मैले भनेको कुरा तपाईले मेजर गर्नु भएन भनेर हामीले दोकानमा भन्न सक्छौं। फर एक्जाम्पल ल एउटा एक्जाम्पल हेरौं। लेट अस से ल मानौ लेन्थ अफ अ रड इज 5 मिटर है। अब अघि हामी आलुको कुरा गर्छौं, ल एउटा रडलाई नाप्यो अरे है, नाप्यो 5 मिटर भन्ने थाहा पायो। अब यसमा के हो, जस्तै अघि त्यो न्यूमेरिकल भ्यालु र युनिटको कुरा गरेको थियो, त्यो कुरा चाहिँ अब यसले स्पष्ट पार्न खोजेको है। हियर 5 इज अ न्यूमेरिकल भ्यालु, यो 5 भनेको न्यूमेरिकल भ्यालु हो है, अनि यो मिटर भनेको चाहिँ युनिट हो, के को युनिट अफ लेन्थ हो। सो 1 मिटर इज द युनिट अफ लेन्थ भनेर हामीले यसरी हेरौं। अब डिफरेन्ट फिजिकल क्वान्टिटी have different units for their measurement। जस्तै लाइकवाइज 1 किलोग्राम इज द युनिट अफ मास, किलोग्रामकै आधारमा हामीले जुनसुकै मास क्याल्कुलेट गर्छौं। तर मैले 10 किलो किन्नु पर्यो भने भन्नुभयो भने 10 किलो भनेको 1 किलोको 10 वटा त्यसरी हो आउने है। 1 किलो एउटा स्ट्यान्डर्ड छ, त्यसकै आधारमा हामीले 10 किलो आउँछ। ल 1 सेकेन्ड जस्तै
1 सेकेन्ड इज द युनिट अफ टाइम, 1 केल्भिन इज द युनिट अफ टेम्परेचर, टेम्परेचरको चाहिँ युनिट भनेको 1 केल्भिन। अब टाइपमा जाउँ, टाइप अफ युनिट दुईटा टाइपको युनिटहरु हुन्छ, एउटा फन्डामेन्टल युनिट, अर्को चाहिँ डिराइभ युनिट है। सुरुमा हामी कुरा गरौँ फिजिकल क्वान्टिटीको बारेमा, त्यसपछि हामीले युनिटको कुरा गर्छौँ। फिजिकल क्वान्टिटी है, भौतिक चिजहरु दुई प्रकारका हुन्छन्, एउटा के हुन्छ फन्डामेन्टल क्वान्टिटी, अर्को हुन्छ डिराइभ क्वान्टिटी है। पहिला फिजिकल क्वान्टिटीको कुरा गर्छौँ, त्यसपछि हामीले युनिटको कुरा गर्छौँ है। द फन्डामेन्टल र डिराइभ क्वान्टिटीहरु, द फिजिकल क्वान्टिटी व्हिच आर इन्डिपेन्डेन्ट एन्ड डु नट डिपेन्ड अन अदर क्वान्टिटी फर देयर मेजरमेन्ट आर कल्ड फन्डामेन्टल क्वान्टिटी भनेर भन्यो। त्यस्ता क्वान्टिटीहरु जुन चाहिँ अरु क्वान्टिटीहरुको भर पर्नु पर्दैन मेजर गर्नको लागि, त्यो भनेको चाहिँ फन्डामेन्टल क्वान्टिटी हो हैन। हरेक फन्डामेन्टल क्वान्टिटीको चाहिँ आफ्नै इन्डिपेन्डेन्ट युनिट हुन्छ, त्यो भनेको चाहिँ फन्डामेन्टल युनिट हो है। त्यसैले हामीले यसरी पनि भन्नु मिल्यो, युनिट अफ फन्डामेन्टल क्वान्टिटी आर फन्डामेन्टल युनिट और बेसिक युनिट भनेर हामीले यसरी भन्नु मिल्यो। 7 वटा मात्र फन्डामेन्टल क्वान्टिटी भनेर छ भनेर भन्छ। लेन्थ, जस्तै लेन्थ भयो, मास भयो, टाइम भयो, टेम्परेचर भयो, इलेक्ट्रिक करेन्ट भयो, लुमिनेस इन्टेन्सिटी भयो, अमाउन्ट अफ सब्स्टेन्स भयो है। यो चाहिँ हाम्रो 7 प्रकारका फन्डामेन्टल क्वान्टिटी छन् अहिलेसम्म। ल जस्तै अब के भन्यो, व्हिच डु नट डिपेन्ड अन अदर क्वान्टिटी फर देयर मेजरमेन्ट। जस्तै हामी लेन्थको कुरा गर्यौं है, लेन्थ हामीले केले नाप्छौं, रुलरले, स्केलले हैन, रुलरले। मास हामीले नाप्छौं केले नाप्छौं, तराजुले। के तराजुले हामीले लेन्थ नाप्न सक्छौं? टाइमको कुरा हो। घडीले हामीले लेन्थ नाप्न सक्छौं त? टेम्परेचर भनेपछि थर्मोमिटरको कुरा हो। थर्मोमिटरले हामीले लेन्थ नाप्न सक्छौं? सक्दैनौं है। भनेपछि हामीले लेन्थ नाप्नलाई अरु कुनै पनि फिजिकल क्वान्टिटीको भर पर्नु पर्या छैन। हामीले सिधै रुलरले सिधै हामीले लेन्थ नाप्न सक्छौं। त्यो भएर चाहिँ हाम्रो यो लेन्थ हाम्रो के हो, फन्डामेन्टल क्वान्टिटी हो। र यो लेन्थलाई मेजर गर्ने युनिट कुन हो? मिटर। मिटर भनेको चाहिँ हाम्रो के भयो भने फन्डामेन्टल युनिट भयो। सिमिलरली यो सबै मिटर, किलोग्राम, सेकेन्ड, केल्भिन, एम्पियर, क्यान्डेला, मोल है, यिनीहरु चाहिँ फन्डामेन्टल युनिटहरु भए। अब त्यसपछि अब हामी अगाडि बढौं डिराइभ क्वान्टिटी र डिराइभ युनिटको बारेमा। डिराइभ क्वान्टिटी भनेको कस्तो? त्यस्ता क्वान्टिटीहरु हुन् जुन चाहिँ दुईटा अथवा धेरै फन्डामेन्टल युनिट्सहरुबाट मिलेर बनेका हुन्छन्। भनेपछि द फिजिकल क्वान्टिटी व्हिच आर फाउन्ड बाइ द कम्बिनेसन अफ टु और मोर फन्डामेन्टल क्वान्टिटीज आर कल्ड डिराइभ क्वान्टिटीज। अनि त्यसपछि त्यस्ता क्वान्टिटीहरुको युनिट भनेको चाहिँ हाम्रो डिराइभ युनिट हो है। द युनिट अफ डिराइभ क्वान्टिटी आर कल्ड डिराइभ युनिट। ल डेफिनेसन यहाँ ब्लूमा छ, दोज युनिट व्हिच आर फाउन्ड बाइ द कम्बिनेसन अफ टु और मोर फन्डामेन्टल युनिट आर कल्ड डिराइभ युनिट। यो हाम्रो सामान्य डेफिनेसन छ। कुन त्यस्तो युनिट जुन चाहिँ दुईटा अथवा त्योभन्दा बढी फन्डामेन्टल युनिटहरु मिलेर बनेको हुन्छ, त्यो चाहिँ डिराइभ युनिट हो। डिराइभ क्वान्टिटी फ्यु एक्जाम्पल यहाँ दिएको छ। डिराइभ क्वान्टिटी भनेको कस्तो क्वान्टिटी हुन् र तिनीहरुको युनिटहरु कस्ता हुन्छन् भनेर हामीले हेर्छौं है। त्यसलाई डिराइभ किन भनेर छ भनेर पनि हामीले यो एक्जाम्पल हेरेर थाहा पाउँछौं। जस्तै एरिया भनेको एउटा डिराइभ क्वान्टिटी। यसलाई डिराइभ किन भन्यो? हामीले लेन्थ नाप्नलाई सिधै लेन्थ नाप्न मिलाएको थियो। रुलरले हामीले सिधै लेन्थ नाप्छौं, तर एरिया सिधै नाप्दैनौं। हामीले एरिया नाप्ने भनेको लेन्थको प्रयोग गरेर एरिया नाप्छौं है। एरिया भनेको के हो? जस्तै यो एउटा बक्स छ, यसको एरिया नाप्नलाई हामीले सिधै एरिया यति हो भनेर पत्ता लगाउन सक्दैनौं। अब यसको लागि हामीले के गर्छौं? यसको साइडहरुको लेन्थ नाप्छौं है। यसको लेन्थ नाप्छौं, अर्को साइडको लेन्थ नाप्छौं हैन। यो भएर चाहिँ हामीले यो रेक्टेंगलको एरिया निकाल्छौं। अनि जस्तै मानौ यसको 2 छ, यो 1 छ भन्यो भने यसको एरिया कति हुने भयो? 2 * 1 गरेर 2। अब 2 मात्रै भन्नु भयो। अघि हामीले भर्खरै मेजरमेन्ट गर्दा के हुन्छ भन्ने थियौ। अब 2 मात्रै भन्नु भएन हामीले। यो 1 छ के छ है, मैले यहाँ 1 छ भन्ने बित्तिकै हाम्रो दिमागमा के आउनुपर्छ? 1 के त है। जस्तै 2 के त? 2 छ भनेपछि के 2 सेन्टिमिटर हो कि 2 मिटर हो कि? लेन्थको कुरा भइरहेछ, त्यही भएर हामीले 2 केजी भन्नु भयो भएन। 2 मिटर हो कि 2 सेन्टिमिटर भन्नु पर्यो। ल जस्तै यहाँ 2 सेन्टिमिटर भनेर मैले भनेपछि यो 1, यो पनि 1 सेन्टिमिटर है। 2 सेन्टिमिटर छ यो चकलाई, 1 सेन्टिमिटर छ हाइट र यसको एरिया कति भयो? 2 * 1 सेन्टिमिटरको स्क्वायर है। यो चाहिँ यसको एरिया भयो। भनेपछि हामीले लेन्थको प्रयोग गरेर हैन, यो 2 सेन्टिमिटर र 1 सेन्टिमिटर भन्ने लेन्थको प्रयोग गरेर हामीले के पत्ता लगायौं? एरिया पत्ता लगायौं। त्यो भएर चाहिँ हाम्रो एरिया के हो? डिराइभ क्वान्टिटी हो। अनि हाम्रो लेन्थ चाहिँ फन्डामेन्टल क्वान्टिटी हो। र एरियाको युनिट भनेको मिटर स्क्वायर चाहिँ हाम्रो डिराइभ युनिट भयो। लेन्थको युनिट जुन चाहिँ मिटर हुन्छ त्यो भनेको फन्डामेन्टल युनिट हो है त। सिमिलरली कुरा गरौँ अब भोल्युमको कुरा गरौँ। भोल्युम भनेको यी तीनटा फन्डामेन्टल युनिट सेमै फन्डामेन्टल युनिट हो, तर 3 चोटी यही फन्डामेन्टल युनिट प्रयोग भएर
बन्छ 3 चोटी मिटरको प्रयोग भएर हाम्रो मिटर क्यूब बनेछ भोल्युम बनेछ यहाँ हामीले ख्याल गर्ने कुरा के भने 2 or more फन्डामेन्टल युनिट भनेको छ यो फन्डामेन्टल युनिट चाहिँ सेम पनि हुन सक्छ डिफरेन्ट पनि हुन सक्छ डिफरेन्टै हुनुपर्छ भन्ने छैन एउटै फन्डामेन्टल युनिट 2-3 चोटी प्रयोग भएको हुन सक्छ त्यो पनि हुन्छ जस्तै हाम्रो एरियाको केस र भोल्युमको केसमा एउटै फन्डामेन्टल युनिट दुई पाली प्रयोग गर्छ यहाँ 3 पाली तल 3 पाली हाम्रो प्रयोग गर्छ है जस्तै अब स्पिड भनेको डिस्टेन्स बाइ टाइम डिस्टेन्स भनेको के हो डिस्टेन्स भनेको लेन्थले नाप्ने हो टाइम भनेको सेकेन्ड भनेपछि टाइम र सेकेन्डको आधारमा हामीले स्पिड पत्ता लगाउँछौँ त्यो भएको भएर चाहिँ स्पिड भनेको डाइरेक्ट क्वान्टिटी सिमिलरली फोर्स भनेको मास एस्केलेरेसन भनेको मिटर पर सेकेन्ड स्क्वायर मास भनेको केजी यसरी चाहिँ हुन्छ र फोर्स र सिमिलरली वर्क पनि त्यही अनुसारकै अगाडि बढेको छ र यसरी चाहिँ अब हामीले के थाहा पायौँ अहिलेसम्म भन्दा युनिट भनेको के हो युनिटका टाइपहरू जस समरीमा हामीले अलिअलि बुझ्यौँ अब हाम्रो यो च्याप्टरको लास्ट एउटा टपिक बाँकी छ युनिट वाइज एनालाइसिस अफ फिजिकल इक्वेसन भन्ने यो पछि हाम्रो यो च्याप्टर सकिन्छ त्यसपछि हामी नेक्स्ट च्याप्टरतिर जान्छौँ है भिडियो आउन अलि टाइम लागिरहेको छ फुर्सद मिल्ने बित्तिकै फेरि नेक्स्ट भिडियो लिएर आउँछु अब त्योभन्दा अगाडि चाहिँ म आज एउटा होमवर्क जस्तो भनौँ न दिन चाहन्छु जुन चाहिँ हो राइट द डिफरेन्सेस बिट्विन फन्डामेन्टल एन्ड डिराइभ्ड युनिट्स यो चाहिँ मैले होमवर्क दिएको बुझौँ है त यो अब कतै किताबमा पनि होला खोजेर हेर्नु होला डिफरेन्स भनेपछि यति भनेपछि हामीले डिफरेन्स त हामी थाहा पाइसक्यौँ होइन बेसिकल्ली अब के डिफिनेसनबाट के रहेछ भनेपछि त्यति थाहा भएपछि त हामीले डिफरेन्स थाहा नहुने भन्ने कुरा हुँदैन है डिफरेन्स त हामी थाहा पाइसक्यौँ त्यही पनि यसलाई एकपाली कपीमा लेखौँ के बुझ्यौँ बुझेको आधारमा है सारेर गर्दैन बुझेको आधारमा के बुझ्यौँ त्यही अनुसारले लेखौँ सही भयो कि भएन भनेर चेक गर्न अहिले एआई टुलहरू पनि धेरै छन् होइन जस्तै हामीले च्याट जिपिटीमा गएर अब मैले यस्तो बुझेको छु यो भनेको के हो कि होइन मलाई यो बुझे हो कि होइन भनेर सोध्न नि मिल्छ होइन च्याट जिपिटी भयो ग्रोक भयो जेमिनी भयो अहिले धेरै टुल्सहरू आइसकेको छ त्यो भएर हामीले पढ्न सजिलो छ अहिलेको बेला है ल ठिक छ यो होमवर्क दिएँ अब नेक्स्ट क्लास चाहिँ हामीले युनिट वाइज एनालाइसिस अफ फिजिकल इक्वेसन गर्छौँ है ल त्यतिन्जेलसम्मको लागि अब के भन्नु पढ्दै गरौँ लेख्दै गरौँ रमाइलो गरौँ जय होस्।